हामी जहिले नेताहरूलाई मात्र दोष दिन्छौँ क्या, तर हामी जनताहरू कहाँ चुकिरहेको छौँ त? भोट गलत मान्छेलाई दिनदेखि लिएर 5 वर्षको अवधिसम्म हामीले कहाँ कहाँ गलत गर्छौँ त? र जति जे भयो पनि हामीले गल्ती भनेको नेतालाई गएर थुपारिदिन्छौँ। अब हामीले गल्ती कहाँदेखि स्टार्ट गर्छौँ भने सर्वप्रथम आफ्नो घरबाट स्टार्ट हुन्छ क्या। हामीलाई जन्म दिएको आमा बुवालाई नै हामीले गाली गर्नेबाट स्टार्ट हुन्छौँ। त्यसपछि बाहिर आउँदै गर्दाखेरि जब हामी कलेज स्कुलतिर पढ्नलाई जान्छौँ भने हामीले आफ्नो कोर्सभन्दा पनि हामीलाई सरले जबरजस्ती पढाएको जस्तो महसुस गर्छौँ। त्यो स्टुडेन्टको कुरा भयो। अर्को कुरा, हाम्रोतिर पब्लिक म्यानेजमेन्टको कमी हुन्छन् क्या। जस्तै कि अब लेट अस सपोज कुनै सार्वजनिक ठाउँमा डस्टबिन हुनु पर्यो, त्यहाँ डस्टबिन हुँदैन, र इनकेस डस्टबिन भए तापनि हामीले डस्टबिनको प्रयोग गर्दैनौँ। त्यही त सिभिक सेन्स हो हाम्रो कमी। बसमा हाम्रोतिर उता जनकपुरतिर गयो भने जनकपुरको जुन जयनगरदेखि जनकपुरसम्मको रेलमार्ग छन् त्यहाँ जानुभयो भने त्यहाँ तपाईँ पक्कै थाहा पाइहाल्नुहुन्छ कि सिभिक सेन्स भनेको कति हदसम्म कमी छन् मान्छेहरूमा। सिट हुँदाहुँदै पनि तल बसेका हुन्छन् क्या। किन भन्दाखेरि त्यो सिटमा मान्छेहरूले खाएर थुकेको हुन्छन्। मैले सुरुमा गएको थिएँ, बस्ने ठाउँमा यति नराम्रो तरिकाले त्यसलाई फोहोर बनाएको थियो कि त्यहाँ बस्ने लायकै थिएन। जुन तलमा मान्छे हुन्छन् त्यो बस्नुभन्दा पनि त्यहाँ सुति नै हाल्छन् क्या। भनौँ न बिच बाटोमा गएर सुत्दिन्छन् क्या। त्यो त बेग्लै कुरा भयो। नेक्स्ट कुरा, हामीले जबसम्म हाम्रोमा शिक्षाको कमी हो त्यसले हामी धर्मको विवाद मात्र गर्छौँ क्या। हामीसँग सिभिक सेन्स भएको भए हामी धर्ममा कहिले पनि विवाद गर्दैनौँ, हामी पोइन्ट टु पोइन्ट कुरा गर्ने हो क्या। अब कुनै पनि व्यक्ति कुनै विपरीत धर्मको पक्षमा विपक्षमा गएर कुरा गर्छन् भने, यदि गलत काम गर्छन्, गलत कुरा गर्छन् भने डाइरेक्टली हामीले त्यसलाई टार्गेट गरेर त्यसलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरी हामीले आफ्नो त्यो अगाडि बढाउने हो। तर हामीले 2-4 जना मान्छेले गर्दा सम्पूर्ण धर्मलाई बदनाम गरिदिन्छौँ, त्यो पनि हाम्रो यो सिभिक सेन्सले गर्दा नै हो। नेक्स्ट कुरा, हामीले हाम्रोतिर त्यो मधेसतिर के हुन्छन् भने कुनै पनि सरकारी काममा ठुलो लाइन हुन्छन् भने हामीले आफ्नो मान्छेलाई सोर्स लगाएर अगाडिबाट काम गराएर जान्छौँ क्या। त्यहाँ हामीले यदि कम्प्लिकेसन गर्न सकिँदैनौँ भने हामीले महसुस गर्नु पऱ्यो कि हामीले त्यहाँ गल्ती गर्छौँ भनेर। जतिको इम्पोर्टेन्ट हाम्रो टाइम हो, मेरो टाइम हो, त्यतिकै इम्पोर्टेन्ट अरू मान्छेको पनि टाइम हुन्छन् क्या। कसैले नोकरी छोडेर पनि एक दिन लिभ लिएर त्यहाँ आफ्नो काम गराउन आएको हुन्छन्, तर विडम्बना एक दिनमा काम पनि हुँदैन क्या हाम्रो सरकारी ठाउँहरूमा। ट्राफिक म्यानेजमेन्ट क्या। हाम्रो मधेसतिर ट्राफिकै कुरा गर्ने हो भने ट्राफिक अगाडिमा हुन्छन्, हामीले गाडीलाई छल्लिएर अगाडिबाट भागिदिन्छौँ क्या। उसले रोक्न प्रयास गरे अनि हामीले रोकिँदैनौँ। मैले त्यति मात्र होइन क्या, हामीले उता यदि हाम्रो यो बाटोमा रोड क्रस छन् भने हाम्रो रोड क्रसबाट रोड क्रस गर्दैनौँ, बरु हामीले त्यो अर्को ठाउँबाट रोड क्रस गर्छौँ। त्यति मात्रै होइन क्या, रोड पुरै खाली भए पनि हामीले साइड कहिले जाँदैनौँ, बिचबिचै जान्छौँ। जति हर्न जति पिप गरे नि हामीलाई मतलबै हुँदैन क्या। त्यो सिभिक सेन्स भनेको हामीले यदि इफ कुनै मान्छे, कुनै गरिब मान्छे यदि भोकै छन् भने त्यसलाई हामीले डाइरेक्टली यो दारू गाजा खाएर भाङगोटी खाएर यस्तो अवस्था आएको हो, त्यसको मनको कुरा हामी कहिले पनि बुझ्दैनौँ क्या। बृहत उसले प्रब्लम कस्तो झेलिरहेको छन् भने हामी कहिले पनि बुझ्न कोसिसै गर्दैनौँ क्या। अझ हामीले यदि कुनै भिखारी, कुनै यस्तो व्यक्ति जसलाई पैसा छैन, जसलाई हामीले सायद एक छाकको खाना खुवाएर पनि हामीले हेल्प गर्न सक्छौँ, तर विडम्बना हामीले त्यस्तो व्यक्तिलाई हेल्प गर्दैनौँ। र यदि कोही व्यक्ति धर्मको नाममा हामीलाई ठग्छ, त्यस्तो व्यक्तिलाई हामीले सहीको ठाउँमा 1000 रुपियाँ दिएर पठाइदिन्छौँ क्या। त्यो सबै सिभिक सेन्सले गर्दा हो क्या। मान्छेले इभेन के गर्छन् भने हाम्रोतिर स्वर्गमा जानको लागि धर्मसम्म परिवर्तन गर्छन् क्या। यही बिचमा धर्म परिवर्तन गर्ने किसिमको धेरै कुराहरू भएको थियो क्या हाम्रो मधेसतिर। सो मान्छेमा जबसम्म सिभिक सेन्स डेभलप हुँदैन तबसम्म विकास हुन्छ भन्ने कुरा बिर्सिहाल्नुहोस् क्या। भर्खरै यो हाम्रो देशमा लेट अस सपोज हाम्रो गाउँमा रोड बनायो लाखौँ करोड बजेटमा, होइन, रोड बनाएर यदि हामीले आफ्नो घरको पानी रोडमै बगाइरहेछौँ, आफ्नो व्यक्तिगत युजको लागि हामीले त्यो रोडलाई प्रयोग गर्छौँ भने त्यो रोड बनाएर के फाइदा त? हामीले धेरैछौँ
जुन घरपालुवा जनावरहरू हुन्छन्, त्यो बाख्राहरू हुन्छन्, सबै रोडमै बाँधिदिन्छ क्या। अनि त्यो हामीले बुझ्नु पर्ने हुन्छन् क्या। जहिले हामीले अरूको गल्ती भन्दा पनि आफू सही, त्यसपछि मात्र अरूलाई गल्ती दिनुपर्छ क्या। त्यति मैले बुझेको छु जस्तो मलाई लाग्छ।